एसबी क्रिएसनको प्रस्तुति हाँस्य टेली श्रृङ्खला खतमै भयो। शान्ति छैन देशमा, चिन्ता जाग्यो मनमा, राजनीतिले डुबाइसके हाम्रो देश। नेता जति सबै बाँदरको भेष, जनता जति सबै यहाँ कुकुरको भेष। देश बेची खाने कस्तो उनको सोच, मरे नि हुन्छ अब देशलाई भयो बोझ। विकासको नाममा आफ्नो भुँडी भर्ने, खाडीका ती युवाहरू दिनको दिन मर्ने। नेतासँग जनताको पनि बिग्रियो मती, देशले लियो हजुर अब कचुवाको गति। भस्मै भो हजैमै भो, विकास जति सबै अब हजमै भो, बुद्धि जति सबै यिनको भस्मै भो। खतमै भो खतमै भो खतमै भो खतमै भयो। यार खुसी छन् के हो यार आमा बाउ, आज पनि शेर नखाने पैसा सुतेर पर्छ कि यार। यसको हालत हेर, यसको हालत। हे भगवान, बुढी यो मेरै छोरो हो कि अरूको छोरो हो? यो मेरो रानी बानी जस्तो छैन। न के भन्नु भयो तपाईले? फेरि भन्नु त। न यो तपाईको छोरो नभएर को छोरो हो? कडा कडा मेरो आमा पनि कडा। आज बाउले कुटाइ खाने भयो कि यार। अरे बाउ यार कुटाइ खाएर ल्याङ भएछ के यार। शरीर दुख्यो के बाउ, शरीर बिल्याउ त शेर नखाएर थकेर मेटाउनु पर्यो कि यार। के भनिस्? ए बाउ किन हाने के यार? ए के भनिस्? फेरि के कारणले हान्यौ के बाउ? बल्ल सुर्दिस, बल्ल सुर्दिस। बाउलाई यार भन्ने र संस्कारमै नभएको कुरा यार भन्ने। ए आमा तिम्रो पहिला सम्झाउ के यार। कति कुट्या के यार, यो मेरो थेगो हो के यार। के पनि के भनिस्? तैले बाउलाई त यार भनिस्, आमालाई पनि यार भन्ने तैले? र साथीले पनि सही भने हो कि के भनिदिने के। यो दिनभरि मोबाइल पनि कति हेर्नु, क्या झ्याउ लाग्छ यार। आँखा दुईगे मेरा त यो मोबाइल हेरी हेरी। यो ऐसला बच्चाहरूले दिनभरि रातभरि मोबाइल हेर्छन्, यिनलाई के हुँदैन? ए बुढी, ए बुढी, यिनी पनि मोबाइलमै बिजी छन् कि क्या हो? तपाईलाई के भयो? किन कराउनुहुन्छ तपाई? जहिले पनि कराइ गर्ने, अलि शान्त भएर बस्न सकिन्न? शान्त हुनलाई त घरको परिवारले पनि शान्त हुन दिनु पर्यो नि। खै तिम्रो छोरो घोप्टे कहाँ गयो? त्यसलाई अब विदेश खेद्नुपर्छ। खेद्नु भयो विदेश? यो घरको एउटा छोरा हो, त्यसलाई के पुगेको छैन र विदेश पठाउने कुरा गर्नुहुन्छ तपाई? त्यसलाई विदेश पठाउनु भन्दा तपाई जानुहोस्, तपाईको काम छैन। मजा नै विदेश, त्यो पनि यो बुढेसकालमा। तालु यस्तै खुइले बेलामा विदेश जाने? अब त पालो छोराको पो हो त। हुन त तिमीले गर्दा हो क्या छोरो बिग्रिएको। जति मलाई किचकिच गर्छौ नि त्यत्तिकै किचकिच छोरालाई गरेको भए छोरो बिग्रिने थिएन। छोडिदियो तपाईको छोरा, जस्तै बाको पारा छ उस्तै छोराको पारा त छ के र? म नछोडिदिएर तिमीले यो घरमा खाना पाछौ? धेरै श्रीमानको मुखमै नलाग। बरु छोरीका त ए छोरी, छोरी आऊ त। ए छोरीलाई चाहिँ तिमी भन्ने, छोरालाई हेला गर्ने? छोरीको जात भनेको अर्काको घरमा अन्माउने जात हो, त्यही भएर छोरीलाई सम्मान गर्नु परेन? भए तपाईँकी छोरी के अर्काको घरमा जाने छोरीको संस्कार काम काजमा निपुण हुनुपर्छ। अनि तपाईँकी छोरीको ताल हेर्नुहोस्। के रे आमा, तपाईँले मलाई सधैँ हेप्नुहुन्छ। धेरै नहेप्नु, कुन दिन पहिलो भाग दिन्छु। तेरो बाउ छोरी जहाँ गए पनि त अहिले छोरी पनि ठुल्ठुला कुरा गर्ने भइसकिस् नि। न त तेरै बाको मायाले गर्दासम्म त पुलपुल लेगी छस्। पक त बिहा गरेर थाहा पाउँछस् तेरो बाउ खित्ती बस्छ। अनि बाबा बिहे अघि पनि आमाले यस्तो किचकिच गर्नुहुन्थ्यो बाबा? तिम्रो मम्मी त पहिला बिहे अघि शान्त थिइन्। छोरी तिम्रो मम्मी यस्तो किचकिचा छ भन्ने पहिल्यै मैले थाहा पाएको भए त विवाह मण्डपबाट भाग्थेँ म। हो
आमा पाउने खबर त बाको गतिलै हो। हो छोरी अब धेरै नखराउ। अहिले फेरि तिम्रो आमाले सुनिन् भने हामी बाबु छोरीको उठिबास लाग्छ। ल छोरी जाऊ, तिम्रो कामकाज के छ बरु जाऊ आफ्नो कामकाज गर। हुन्छ बाबा, काम गर्नै पर्ने त होला नि। यो एउटा घर परिवार मिलाउन यति गाह्रो छ। यो झन् यत्रो देश यो विश्व कसरी मिलाउँछन् होला। यही घर परिवारको लागि मैले आफ्ना सपनै देख्न छोडिसकेँ, तर पनि यो घर परिवारले बुझ्दैनन्। यत्रो बुढो भइसके अहिलेसम्म परिवारै नमिलाउन सकेर खत्तमै भयो। खतमै छ हाम्रो भाउजूको जिन्दगी, खतमै छ। घरको काम साम गर्नु छैन, खालि बसेर मोबाइल हेर्ने मात्र काम छ भाउजूको। के बनाऊ तिमीले मलाई? तिमी नन्दा हो कि गोलबोटल बन्दा हो? काम गर्ने त तिमी जस्ताले हो, हामी जस्ताले होइन। तिमी जस्तो थपरा नभएकोला। के भन्यौ? काम चाहिँ तिम्रो हजुरबाले गरिदिन्छ, तिमीले नगरेर? म यो घरको त 2 दिनको पाहुना हो। तिम्रो थोपटा अनि तिम्रो ज्यान यस्तो छ। अनि तिमीलाई कसले लाग्छ आती नन्दा? के कुरा गरे यस्तो? के भन्यौ? मार्छ यसले त मलाई। यसको ज्यानै हेर्दा ज्यान मार्छ छ। तिम्रो घरको काम तिम्रो घर आफै सम्हाल, म गएँ। गल्ती त मेरै हो, मैले त्यस्तो नहुनु पर्ने थियो। बिहे हुँदैन भनेपछि को चाहिँ नरिसाउला र? सबै काम आफैले गर्नुपर्ने भयो। नुन्नासँग झगडा गरेर खत्तमै भयो। अस्तिको दिन त भीष्मजीको घरमा गएर भीष्मजीलाई उल्लु बनाएर 1000 रुपियाँ खायो नि त जोगी भएर। 3 दिनसम्म पुग्यो। अब योचोटि पो के गर्ने हो? छोरा पनि भोकाछ भन्छ, रिपडा उठे के त गर्नु पर्यो नि त। मुर्गा पनि भेटिदियो नि त हात त। नमस्कार। रिपडा उठे नमस्कार हजुर, नमस्कार। तिमीहरूलाई त मैले यो गाउँमा नयाँ नयाँ देख्दैछु त। होइन कहाँदेखि आएको हो तिमीहरू? हामी त हजुर यो गाउँमा पहिलोपटक आउँदैछौँ। बरु हजुरको गाउँतिर कोही कन्या केटीहरू छन् कि भनेर आएको। रिपडा उठे केटीहरू थुप्रो छन् नि हाम्रो गाउँमा। तर मेरो एउटा माग छ कारै, त्यो माग चाहिँ तपाईँले पुरा गर्नुपर्छ कारै। बिना माग त मजा तपाईँलाई त्यो कन्या हुने लिँदैन कारै। मैले ससुरालीबाट दाइजो माग गर्नुपर्ने बेला बिच बाटोमै के को माग हो फेरि? मलाई अरू कुरो थाहा छैन बा। मेरो बिहे जसरी पनि हुनुपर्छ। नखरा म पुरा मिलाउँदैछु। बरु बाजेको माग के हो बरु? रिपडा उठे तिमीहरूलाई मैले ट्याक्क कन्याको घरसम्म लिएर छोडिदिन्छु। तर त्यो छोडिदिए बाबत तिमीले मलाई 100 रुपियाँ चाहिँ दिनुपर्छ। मेरो माग धेरै छैन, 100 रुपियाँ मात्र हो काले। ए बाजेको माग 100 रुपियाँ मात्र? बाजेको माग पुरा होस् बा। बाजे हामीलाई केटीको घरसम्म पुर्याइदियो। रिपडा उठे अब राउटे रिप हुँदैन। 100 रुपियाँ म पुर्याइदिइहाल्छु नि घरसम्म। हिँड्नुहोस्। अझ गाह्रै रिपराउटे ल तपाईँहरूको लागि घर त्यही हो, म चाहिँ त्यो जान मिल्दैन। कुरा चाहिँ आफै गरी ट्याक्क मिलाएर गर्नुहोस्, मजा लाग्यो है। छोरा अब घरमा सिकाइदिनु भयो, त्यो कुरा अब हामी मिलाउँछौँ। नमस्कार हजुर। हो नमस्कार हजुर, नमस्कार। मैले त हजुरलाई चिन्न सकिनँ त हजुर। बसेर कुरा गरौँ नि त। ए ल ल हुन्छ, म बस्दै चढै ल्याउँदैछु। चिन्दैन केही छैन। के कुरा होला हजुर? ए मङ्गना आउने ठुलो लुगा जस्तो किन गर्ने? हजुरको घरमा कन्या छन् भन्न सुनेर आएका हौँ। तपाईँले हामीसित साइनो जोड्नु पर्यो। कस्तो कुराहरू नि तपाईँ? तपाईँको जात कुन हो, तपाईँको कुल के हो, तपाईँको घर कहाँ हो, हामीले चिनेकै छैनौँ। साइनो भनेको नचिनेकै मान्छेसँग जोडे त हो नि। अस्ति पनि बिहे भनेर कराएको थिएँ, एकचोटि कुरा गरेर हेरौँ न त। जो कुरा पनि ठिकै हो,
हामीले मात्रै मन मिलाएर भएन केटाकेटीले पनि हेर्नु पर्यो कुरा गर्नु पर्यो मन मिल्नु पर्यो हुन्छ हजुर हेरौँ कस्ती छन् भान्जे भान्जे यहाँ कुटुम्बहरू आउनु भएको छ गिलासमा पानी लिएर आऊ त मेरो पनि बिहे मामाले मेरो बिहे गरिदिन लाग्नु भयो त यार हाम्रो यो केटीलाई छोड्न हुँदैन हो केटा ल हजुर कन्या यिनी हुन् हजुरलाई के कस्तो लाग्छ राम्री राम्री असाध्यै राम्री तर अलिकति चाम्री रहेछन् ठिकै छ ल छोरा केटी कस्तो लाग्यो तिमीहरू कुरा मिलाउँदै गर मलाई चाहिँ केटी मन पर्यो म चाहिँ लिएर गएँ अब मयाले केटीलाई जाए कि मया छु 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 यस्तो केटासँग बिहे गरिदिन लाग्नु भएको योको व्यवहार हेर्नुहोस् एकपल्ट यसले त अति गर्यो यो कुरा गर्दा गर्दै हात पो हाल्न खोज्छ अझै एक 2 वर्ष टाउको छोड्याउँछु मैले टाउको यसको त आज टाउको छुट्याउँछु टाउको हेर त टाउको के लाग्छ ए बाउ भागो अर्को बाउ आयो आज त तिमीहरूको टाउको छैन झन्नै मारेको यो गाउँमा केटी माग्न आएर खतमै भयो बा